नमस्ते दर्शकवृन्द, म तपाईलाई देखाइरहेको छु। यो मेरो अर्को बोट एउटा लोहोरे टाइपको एभोकाड। यो अति नै मार्केटमा डिमान्ड भएको टाइपको यो एभोकाड हो। र हामीले एभोकाडको कुरा गरिरहँदाखेरि यसको न्युट्रिसनल भ्यालुको बारेमा पनि हामीले जान्न जरुरी छ। यो अति नै मार्केटमा धेरै डिमान्ड भएको एभोकाड हेर्न सक्नुहुन्छ तपाईले। यो माथि पनि मजाले फलिरहेको छ र हामीले यसको महत्त्वको बारेमा केही जानिराख्दाखेरि हामीलाई फाइदै हुन्छ। म तपाईलाई यसको बारेमा केही कुरा भन्न गइरहेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ, यो चाहिँ अर्को खालके एभोकाडो, अर्को प्रजातिको। यो पनि लटरम्मै फलेको छ यसपालि। यसपालि सबभन्दा बढी फलेको बोट हो। र तपाईलाई मैले के भन्न खोजिरहेको छु भने यो एभोकाड भनेको यस्तो चिज हो, यस्तो फल हो जो हाम्रो शरीरलाई चाहिने थुप्रै भिटामिन्सहरु, मिनरल्सहरु चाहिँ यसले चाहिँ बोकेको हुन्छ। हाम्रो शरीरलाई चाहिने भिटामिन B1, B2, B3 अनि B5, B6, B9 गरेर यसमा भिटामिन A, भिटामिन E प्रशस्त मात्रामा पाइन्छ। त्यसको साथसाथै हामीलाई चाहिने मिनरल्सहरु, पोटेसियम, क्याल्सियम लगायतका मिनरल्सहरु गरेर भिटामिन र मिनरल गरेर लगभग 20 वटा हामीलाई शरीरलाई चाहिने अति आवश्यक तत्त्वहरु यसमा भएको पाइन्छ। यो भिटामिन्स र मिनरल्स गरेर यस एभोकाडमा लगभग 20 वटा शरीरलाई चाहिने आवश्यक तत्त्वहरु हुन्छन्। यो 20 वटा तत्त्वहरु मध्येमा भिटामिन E आफैमा एउटा एन्टिअक्सिडेन्ट पनि हो र भिटामिन पनि हो। यसले हाम्रो शरीरमा यो जुन फ्री रेडिकल हुन्छ त्यसलाई कम्बाइन गरेर सेल ड्यामेज हुनुबाट बचाउँछ। यसको गुण त्यो छ। पर्याप्त मात्रामा भिटामिन E पनि हुन्छ। साथसाथै यसमा सबभन्दा बढी हुने भिटामिन भनेको चाहिँ भिटामिन B9 हो, जो हाम्रो शरीरले अति नै आवश्यक छ। विशेष गरी यो गर्भवती महिलाहरूलाई नानी विकास हुँदाखेरि त्यसमा चाहिने यो DNA बन्ने प्रक्रियामा यसले धेरै राम्रो सहयोग गर्छ। भिटामिन B9 ले त्यति मात्रै होइन, हाम्रो शरीरमा यो सेल ड्यामेज भएकोलाई रिपेयर गर्ने सँगसँगै हाम्रो DNA निर्माण गर्ने काममा पनि यसले हामीलाई सहयोग गर्छ। त्यसले गर्दाखेरि यसमा फेरि सबभन्दा बढी भिटामिन B9 जसमा त फोलेट भनिन्छ, त्यो तत्त्व यहाँ रहेको रहन्छ। त्यसले गर्दाखेरि यसलाई हामीले हुनेले यसरी आफ्नै बोट भएको ठाउँमा हामीले हुनेले समयको फल मानेर हामीले खाँदा शरीरलाई फाइदा हुन्छ। त्यसपछि नहुनेले, त्यही भएर यसको मार्केट भ्यालु पनि राम्रो छ। नहुनेले किनेर बजारमा महँगो पनि किनेर खाने गर्नुहुन्छ। र यो चाहिँ एउटा यस्तो फल हो जुन यो बोटमा आफै पाक्न अलिक गाह्रो हुन्छ, पाक्दैन। र यो अरू अन्य वन्यजन्तुले पनि हतपत यसलाई खाँदैन, किनभने यो काँचोमा एकदमै तर्रो हुन्छ। यो चाहिँ हामीले नटिपिकन राखिराख्यौँ भने पछिसम्म यो रहिरहन्छ। र अब धेरै बोट छ भने एक बोट जस्तो आफूले खानलाई राखिराख्यो भने अति नै राम्रो। जबसम्म हामी टिप्दैनौँ तबसम्म यो आफै चाहिँ झर्दैन। त्यसले गर्दाखेरि यसको यो एउटा अर्को गुण छ। त्यसै पनि यो भिटामिन्स र मिनरल्सको एकदम रिच सोर्स हो। र यसमा अलिकति तेलजन्य चिज पनि बढी भएकोले गर्दाखेरि यसलाई हामीले शरीरलाई यो स्किन ग्लो हुने, यसबाट चाहिँ विभिन्न किसिमको कस्मेटिक चिजहरू शरीरमा लोसनको रूपमा प्रयोग गर्ने, बेबीहरूलाई चाहिँ खुवाउने किसिमको पेस्ट बनाएर
बनाउने चलन पनि छ। यो अति नै गुणी फल हो। यो सबैले हामीले बुझ्दा राम्रो हुन्छ। तपाईँहरूलाई अघि पनि मैले भने यो लोहोरे टाइपको एभाकाडो अर्को बोट हो। विशेष गरी मार्केटमा व्यापारीहरूले यो खालको एभोकाडोलाई चाहिँ अति नै डिमान्ड गर्नुहुन्छ र यसपालि यो बोट पनि राम्रै फलेको छ। बोट पनि अलिक यो पुरानो नै हो। त्यसले गर्दाखेरि हामीले जो कोहीले पनि आफ्नो करेसा बारीमा अर्थात् बारीको छेउमा हामीले रोपिदियो भने यो 2-3 वर्ष, कम्तीमा 3 वर्षमा चाहिँ यो फल्न सुरु गरिहाल्छ र हामीले अर्ग्यानिक ताजा बोटमा राखेर पछिसम्म राखेर हामीले दिनमा एउटासम्म खानु सक्यो भने पनि शरीरलाई अति राम्रो हुन्छ भनेर तपाईँलाई भन्न चाहन्छु। यो बोट चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ, सानै छ तर मजाले फलेको छ। बोट त्यति ठुलो छैन, तपाईँ हेर्न सक्नुहुन्छ, मजाले फलेको छ, ठुल्ठुलो फलेको छ। यो अर्कै प्रजातिको हो, थुप्रै प्रजातिको मसँग छ। त्यसले गर्दाखेरि यो हामीले यो फल चाहिँ कति हामीलाई थाहा छैन, कतिले थाहा भएर पनि हामीले थाहा नभए जस्तो पनि गर्छौँ। तर यसको गुण थाहा भएपछि हामीले छोड्न सक्दैनौँ। यो हामीले एउटा ब्रेडहरूमा जस्तै जाम जस्तै गरेर, बटर जस्तै गरेर, जाम त होइन बटर जस्तै गरेर हामीले ब्रेडमा दलेर पनि खान सक्छौँ। त्यतिकै काटेर नुन हल्का छर्केर त्यसलाई चम्चीले निकालेर खायो भने सुरुमा मान्छेले त्यति मन पर्दैन, तर खाँदै गएपछि स्वाद लागिसकेपछि यो पनि कफी जस्तै हो। कफी सुरुमा मन पर्दैन, खाएपछि खाउँ खाउँ लाग्छ, त्यस्तो चिज हो। त्यसले गर्दाखेरि सबैले यो फललाई चाहिँ हामीले सेवन गरेको ठाउँमा शरीरलाई अति नै फाइदा हुन्छ भन्न चाहन्छु तपाईँहरूलाई। र मित्रहरू, यो चाहिँ अन्त्यमा तपाईँहरूलाई यो चाहिँ मजाले फलेको छ। यो पनि फलहरू यो चाहिँ एकदम पछिसम्म सबै फल सकिसक्दाखेरि पनि यो बोटको फल चाहिँ झर्दैन र छिप्दैन पनि, बिस्तारै छिप्छ। अनि यो बोटलाई चाहिँ जहिले पनि म वर्षभरि भनौँ न अन्तिमसम्म पनि यो राखेर खाने गर्छु। ल है मित्र हो, यो तपाईँहरूलाई जानकारीको लागि हामीले अलिक इन्ट्रेस्ट गऱ्यौँ, चाहना गऱ्यौँ भने आफैले आफ्नो घरमा राख्न पनि सक्छौँ, रोपेर खान सक्छौँ। र यदि उत्पादन भयो भने हामीले यसलाई केही आर्थिक उपार्जन पनि लिन सक्छौँ भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद मित्रहरू, धन्यवाद।